रमाइलो भइरहेछ रमाइलो फिल भइरहेछ ए रनिङ गर्नेहरुले यस्तो एक चुस्की मात्र खान्छन् ओके चाहिँ टपमा आइसकेको छ बुखानसान ए फुरामसाम जीवन दाइ उकालो कस्तो भइरहेछ म त रमाइलो भइरहेछ रमाइलो फिल भइरहेछ म हरेक विकली प्राय निस्किन्छु त्यही भएर कसैको वास्ता लाग्दैन सरक्सान चढ्यो मान्छे पो त अन्जुनजी उकालो कति अब भर्खर अझै 1.5 किलोमिटर होला अब यो त एक वर्षपछि फेरि म चाहिँ सान्ड चढ्ने निको एक वर्ष पछिको अनुभव अब सुरुवात छ हजुर अहिले चाहिँ ठिकै मजा आइरहेछ ओके निस्किसक्यो यहाँ हिँड बनायो हल्लिन्छ क्या .4 kilometer left. We're walking continuously. Just a bit of tired. Steep. It's gradually off. Not steep off. Still 1.4 kilometer left, Jivan Dai. 1.4. Yeah. एकदमै दामी आज पहाड चढ्ने दिन भएछ कि एकदम घाम लागेको छैन अनि बादल आइरहेछ पानी पनि परिरहेछ हैन यस्तो रमाइलो भइरहेछ कि आज हैन मूल माछेको सिप नेगजुल के किधर यार पानी खाने रे साथीहरु यस्तो निजाङहरू लिएर एउटा डिजे है अब घुम्ने त जसरी भए पनि रहेछ किन्ने हो किन्ने हो नि 돈이 없어요. 돈이 없어서 그런지 싸고 싶었지만 돈이 없어 어떡해. How to drink water? Show me. ए रनिङ गर्नेहरुले यस्तो एक चुस्की मात्र खान्छन् Okay. Let's go. Let's go. फेरि जीवन दाइको त जे कुरा नि मेन्टेन हो नि त अन्जुम सी स्ट्यान्डर्ड मेन्टेन हान्नुहुन्छ अन्जुम सी Let's go. खाजा अनि म यत्रो भुक्क मोटाइन्छ त अनि चस्मा फेरिराख्नु भएको छ अन्जिलजी एकदम आजको दिन राम्रो छ है हिँड्ने दिन अनि चस्मा राख्नु न आउँदैन हौ अन्जुमजी आउँदैन हुन्छ माथि आउँदैछौँ सिधै उकालो स्टिप अफ रहेछ कि भातहरूको यहाँ कुरा हुँदैछ है भातै खानुको फेरि बाटोमा पनि मासु बङ्गुरको चट्ट फ्राई चट्ट दाल वाह हामी चढ्दैछौँ है साथीभाइ हामी चाहिँ फुरामसम जाँदैछौँ साथीहरू हजुर ए खाऊ सिफ 가족들이 너무 구리 왔어. 가족들이 너무 구리 왔어. 형님 고향에 갑자기 가고 싶어요. 아닌데 월급이 많이 받아요. 매달 300만 원 이상 받아요. जीवन दाइले चाहिँ अब भाउजूले भेट्न नेपाल जानु मन लागिसक्यो अरे वाइ स्टप
जीवनदायको यहाँ दुःख सुनिरहेको छु मैले। बहिनीलाई फकाछु, बहिनीलाई पैसा हाल्छु घुमाउने भयो बहिनीको भनेर बहिनी मानेछ फेरि। हेर्नुहोस् है, त्यो पनि हो नि त अप्ठ्यारो लाग्छ हेर्नुहोस् है साथीभाइ, यस्ता छन् अब दुईजनाको। अब त्यो त भइहाल्छ नि त्यो बुढाबुढी जस्तो सासु अब कान्छा भाउजूले चाहिँ भन्छ 2 जना मात्रै भन्छ, अनि त्यो कहाँबाट हुन्छ? अब 15 दिन मम्मीलाई घुमाउ बाबालाई उता 15 केही हुन्न त्यो हो क्या, त्यही भएर सुन्नुभयो नि दर्शकबिन, यस्तो छ अहिलेको जमानामा। त्यो मिल्दैन के हरेक कुरामा मिल्दैन क्या अब फुटाउने कुरामा जाँदैछन्, जुटाउने कुरामा जाँदै छैन नि यिनीहरू। होइन। बेलमा त घुमाएको त भ्याउँछ कान्छालाई। काठमाडौँ आउँदा बिरामी हुने, गाउँ गयो भने बिरामी हराउने के ए गाउँकै त आएको छ नि काठमाडौँ बिरामी भएर के घुम्न जाऊँ भन्यो बिरामी हुने। साथीभाइ म काठमाडौँ बस्न सक्दिनँ। भर्याङ चढ्दैछौँ साथीभाइ। कस्तो लागेछ भर्याङ चढे? एकदम बबाल राम्रो रमाइलो लागिरहेछ, तर मलाई हिँड्नै सकिनँ। यस्तो राम्रो छ कि यस्तो जङ्गलमा यस्तो तलसम्म चाहिँ भर्याङ हेरेँ। पुरै जिउ देखाउने अब स्वाट खास यो त ठाडो बनाएको राम्रो आउँछ होला जस्तो लाग्छ मलाई। के एकहोरी हेरेको आफ्नै ताल हेर्ने हो कहाँ क्यामेरा मात्र घुरेको छ हेरेको छ आउँछ आमा आयो। ओ सहर देखिन थालेछ नि त ल, धेरै माथि आइसकेछ हामी। ठो बाटो रहेछ, अब कहाँबाट जाने भनेर हामी यता पुराम सङसानतिर चाहिँ हिँड्न लाग्यो। तपाईँ चाहिँ आज भ्लग त्यो मोबाइल ननिस्किने खाने अब हामी आइपुग्यो हाम्रो बेस क्याम्पमा हामी आइपुग्यो है रमजानको। यसो चढ्नुपर्ने छ यहाँ चाहिँ। चढ हामी चाहिँ माथि टपमा आइसकेको छौँ। बुखानसान पुरामसाम सान बिस्तारै बनाउने नहल्लाइकन। यस्तो दामी बबाल देखिरहेको अवस्था। यहाँबाट लोटे वल पनि देखिँदैछ। अनि यता छ नामसानको टावर, यता डल्छ है। बिस्तारै घुमाउ न यस्तो हल्लिन्छ क्या क्यामेरा। म्याडम चाहिँ यता हुनुहुन्छ। पुग्यो हामी चाहिँ। 아니 건너가 건너가 너무 주로 만지지 마. 알았어.